हाई एभ्रिवान एन्ड गुड मर्निङ वेलकम ब्याक टु माई अनदर मिनी भ्लग। हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो अर्को मिनी भ्लगमा। क्याफे गइरहेको टाइममा हाम्रो क्याफेको नजिकै कोपो कुकुरको एक्सिडेन्टले गर्दा डेड भएको रहेछ। त्यसपछि म पुगेँ क्याफे पुगिसकेपछि हजुरहरू हेर्न सक्नुहुन्छ हाम्रो क्याफेका चल्लाहरू पप्पीहरू। अगाडिको टाइममा पनि हेर्नु भएको होला, पहिला चाहिँ आँखा खुलेको थिएन, अहिले चाहिँ सब आँखा खुलेर भागिरहने यताउता। अब चाहिँ लाग्छु म आफ्नो ड्युटीमा। त्यसपछि आइहालेँ म नास्ता खान। नास्तामा चाहिँ आज उपमा बनेको थियो। उपमा खाएर अब चाहिँ लाग्नुपर्छ एकछिनमा आफ्नो ड्युटीमा। अहिले चाहिँ गेस्टहरू पनि आउन सुरु भइसके। अहिले चाहिँ बिहानको ड्युटी सकाइसकेपछि अब खाना खान आइहाल्नु पर्यो। अब म बस्छु खाना खानलाई। अहिले चाहिँ म फाइनली चाहिँ रुम पुगिसकेँ र अब चाहिँ रेस्ट गरिन्छ। फेरि अझै साँझ पनि ड्युटीमा जानुपर्छ। साँझको रेस्ट गरिसकेपछि म अझै लागेँ क्याफेतिर। अनि हजुरहरू हेर्न सक्नुहुन्छ यहाँ सुपारी, यो चाहिँ आजै तोडेको सुपारी हो। अनि हजुरहरू यो साइडमा पनि हेर्न सक्नुहुन्छ, यो साइडमा सुकाएको सुपारी हो। पानीले खराब नहोला भनेर ढाकेर राखेको छ। अहिले म क्याफे पुगिसकेँ। आज चाहिँ मैले न्यू इन्स्टाग्राम आइडी र टिकटक आइडी खोलेको छु। हजुरहरू पनि फलो गर्न सक्नुहुन्छ मलाई। लिङ्क चाहिँ मेरो युट्युब च्यानलको डिस्क्रिप्सनमा छ, वहाँ गएर हजुरहरूले फलो गर्न सक्नुहुन्छ मलाई। अब चाहिँ मैले लाग्नुपर्छ ड्युटीमा। क्याफे भित्र आइसकेपछि यहाँ आएर हेर्दा त गेस्टहरू पनि आउन सुरु भइसकेको थिए। त्यसपछि आएँ म किचनमा आएर हेर्दाखेरि त यहाँ जुस पार्टी चलिरहेको रहेछ। उता होइन, यता ध्यान दिनु होला, ऊ त्यो चाहिँ मेरो होइन, यो चाहिँ मेरो है। म खाइरहेको जुस चाहिँ लिची जुस हो है। त्यसपछि खाएँ मैले जुस चाहिँ मस्त थियो। रातिको ड्युटी सकाइसकेर म लागेँ रुम। आज चाहिँ हामी सबैजना साइकलमा गइरहेको छौँ। आज चाहिँ हल्का छिटो पुगिन्छ रुम। सो गाइज अहिले चाहिँ म फाइनल चाहिँ रुम पुगिसकेँ र फ्रेस पनि भइसकेँ। अब चाहिँ सुतिन्छ। आज चाहिँ मैले आफ्नो न्यू इन्स्टाग्राम आइडी र टिकटक आइडी खोलेको छु। त्यहाँ पनि गएर हजुरहरू सपोर्ट देखाइदिनु होला, फलो गरिदिनु होला। लिङ्क चाहिँ मेरो च्यानलको डिस्क्रिप्सनमा छ। के भन्दै म आजको ब्लगलाई चाहिँ यहीँ इन गर्न चाहन्छु। फेरि पनि हजुरहरूसँग भोलि अर्को ब्लगमा भेट हुनेछ। ब्लग हेरेर आउनुहुन्छ भने लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला। ओके, बाई बाई, गुड नाइट।